वेलकम ब्याक गाइज, नमस्कार। आज म आइसकेको छु कहाँ, तपाईँले गेस गरिसक्नुभयो, सिएफ मोटोको सोरुम काठमाडौँमा। सिएफ मोटो निकै नै रुचाएको एकदम मोटरसाइकल हो है, मेड इन चाइना, तर एकदम युरोपियन डिजाइन एन्ड बिल्ड क्वालिटी विथ अल द एराउन्ड टेक्नोलोजिज फ्रम अल एराउन्ड दि वर्ल्ड। सिएफ मोटो आइसकेको छ हामीसँग है। मलाई चाहिँ पर्सनल्ली मेरो एकदम ड्रिम बाइक भनेको चाहिँ एमटी हो, 450 एमटी 450। अब कुनै दिन किनौँला है सिएफ मोटो। र अहिले हामीसँग नयाँ इन्ट्री आइसकेको छ बजारमा चाहिँ सिएफको चाहिँ 250 डुअल भनेर, जुन चाहिँ नेपालीको लागि एकदमै अफोर्डेबल भनेको एकदमै किन्न सक्ने दाम हो। 5,47,000 सिएफ मोटो होइन, डुअल 250cc 250cc को तपाईँले भरोसा पाउनुहुन्छ। र यसलाई चाहिँ सिएफ मोटो लाइट भनेर चाहिँ यसले चाहिँ फाल्टो आफ्नो ब्रान्ड रिकग्निसन बनाइरहेको छ लाइट सेगमेन्टमा। अब लाइट भनेको हल्का सेगमेन्टमा चाहिँ, किनकि 250cc हो होइन। अनि यहाँ चाहिँ मसँग अहिले हामीसँग एनके मोडल छ, अनि तपाईँको एउटा यो हाम्रो एसआर मोडल छ। र सिएफ मोटोले चाहिँ अहिले पनि तपाईँको मोटोजिपीको चाहिँ मोटो3मा चाहिँ भनौँ न सहभागिता जनाइरहेको छ क्या उसले चाहिँ होइन। त्यहाँ चाहिँ कम्पिटिसनमा लडिरहेछ मोटो3मा चाहिँ। र अस्ति भर्खर पोडियम फिनिस पनि ल्याएको थियो सिएफ मोटोले। र सिएफ मोटोको चाहिँ अब मोटरसाइकलहरू कुन कुन छ चाहिँ म तपाईँलाई डिटेलली देखाउनेछु। भिडियोलाई लाइक गरेर च्यानललाई सब्सक्राइब गर्नु होला। थ्याङ्क यू भेरी मच। लगाइज अब तपाईँहरूले अहिले नेपालमा होइन 6 लाख 7 लाख 8 लाख पर्ने जुन हाम्रो जापानिज डट बाइकहरू छ त्यो बाइकहरूलाई बिर्सिदिनु टोटल्ली, किनकि त्यो बाइकभन्दा धेरै सस्तो दाममा एकदम राम्रो क्वालिटी र बिल्ड क्वालिटी एकदम राइडरहरूले नै चाहिँ ट्राई गरेर टेस्ट गरेर बनाएको मोटरसाइकल हो यो सिएफ मोटो 250 डुअल भनेको डुअल पर्पस, बाटोमा पनि रोडमा पनि हिँड्ने र कच्ची बाटोमा पनि हिँड्न मिल्ने भनेर सिएफ मोटो 250 डुअल भनेर आइसकेको छ। यो मोटरसाइकल चाहिँ यदि कोही मान्छेले आफ्नो बुद्धि प्रयोग गरेर चाहिँ मोटरसाइकल डट बाइक किन्छ भने त्यो मान्छेले चाहिँ यो मोटरसाइकल नै किन्नुपर्छ। यसको कुनै पनि चाहिँ कम्पिटिसन छैन मार्केटमा होइन। यसको जुन तपाईँलाई टेक्नोलोजी दिएको छ, भरोसा दिएको छ, यसको बिल्ड क्वालिटी दिएको छ, यसमा प्रयोग गरेको प्लास्टिक र तपाईँको अरू उपकरणदेखि फलामको जुन पार्ट पुर्जा स्टेनलेस स्टिलको सम्पूर्ण पार्ट पुर्जा प्रयोग गरेको छ, त्यो चाहिँ कुनै पनि अरू मोटरसाइकलको क्वालिटीले भेट्न सक्दैन। सिएफ मोटो डुअल अगाडि पछाडि तपाईँले चाहिँ डिस्क ब्रेक पाउनुहुन्छ गाइज है। अनि यसको सिट हाइट पनि त्यस्तो अग्लो छैन क्या होइन। अब बन्ठाबन्ठीले पनि यो बाइक चाहिँ मजाले नै चढ्नु सक्नुहुन्छ तपाईँहरूले। तपाईँलाई चाहिँ यो बाइकको म तपाईँलाई डिटेल्ली भिडियो बनाउँदैछु है। पावरिङ योर लाइफ भनेर चाहिँ ठ्याक्क सिएफ मोटोको तपाईँले यहाँ चाहिँ एउटा ब्रान्ड इमेज पाउनुहुन्छ। र यसको अफ स्वेट मफलर जुन छ तपाईँलाई चाहिँ डटमा पानीमा जाँदाखेरि पनि नभिज्ने टाइपको है। सिएफ मोटो डुअलको चाहिँ तपाईँले यहाँ ब्याजिङ पाउनुहुन्छ यसको स्विङ आर्ममा। र यसको रिम्सलाई चाहिँ एकदम राम्रो तरिकाले ग्रिन कलर लाइट ग्रिन हरियो रङमा चाहिँ दिएको छ है। अपसाइड डाउन फोर्क रहेको छ, एकदमै ठुलो लचकदार चाहिँ यसको हेर्नु एक बित्ताभन्दा धेरै छ क्या। तपाईँले मजाले देख्न सक्नुहुन्छ होइन। यसको जुन व्हिल सस्पेन्सन छ नि, ट्राभल लेन्थ भनेको चाहिँ एक बित्ताभन्दा पनि धेरै छ। भनेको उबड खाबड बाटोमा खाल्टाखुल्टीमा चाहिँ तपाईँको हातमा कुनै पनि झट्का लाग्दैन र तपाईँ लड्नुहुन्न। तपाईँको बाइक चाहिँ स्टेबल रहन्छ, बाटोमा ठाडै रहन्छ। किनकि तपाईँले अगाडि पाउनुहुन्छ 21 इन्चको टायर है, तपाईँको 80/121 इन्चको टायर पाउनुहुन्छ। यो टायर चाहिँ तपाईँले नेपालको टायर पसलमा मजाले पाउनुहुन्छ किन्नु पऱ्यो भने है। यो चाहिँ ट्युबवाला टायर हो, ट्युबलेस चाहिँ छैन। तपाईँको ट्युबलेस चाहिँ 450 एमटीमा छ, त्यो म तपाईँलाई हेराउने नै छु। अगाडि तपाईँले डिजाइन ल्याङ्ग्वेजमा तपाईँले यहाँ सिम्पल कलरको एलइडी पाउनुहुन्छ र तल प्रोजेक्टर छ है। अनि तपाईँको एलइडी सेटअपमा नै यसको इन्डिकेटर रहेको छ, सानो मिनी भाइजर रहेको छ। कसैले अब आफ्टर मार्केट लाउँदा पनि भयो, तर मलाई जस्तो मिनी नै मनपर्छ, किनकि यसले चाहिँ अगाडिको चक्का कहाँ जाँदैछ भनेर हेर्नु एकदम सजिलो हुन्छ होइन। अनि तपाईँको यो भयो यसो फ्रन्टको फेन्डर चाहिँ तपाईँको बिग डिजाइनमा दिएको छ। अरू भिआरहरूको चाहिँ यसरी लच्केर आएको छ भने यसको चाहिँ माथिबाट चाहिँ थुत्ना टाइपको दिएर आएको छ होइन। ग्रे कलरमा छ, तपाईँले जस्तो रियलमा छ अलिकति डार्कमा छ, क्यामेरामा अलिकति हाई फिनिस दिएको छ होइन। अनि तपाईँको फ्रन्ट फेन्डरमा चाहिँ अब यो ग्याटर दिएको छ, यसले चाहिँ तपाईँको फोहोर नपसोस् भनेर रिफ्लेक्सन दिएको छ सेफ्टीको लागि। अगाडि 300 mm को डिस्क ब्रेक रहेको छ, डुअल क्यालिपर विथ रिफ्लेक्टर एन्ड एबिएस, डुअल च्यानल एबिएस रहेको छ होइन। पछाडि चाहिँ तपाईँको 220 mm को डिस्क ब्रेक रहेको छ विथ एबिएस। अब म तपाईँलाई सिधै चेनमा देखाउने छु। तपाईँको चेन हेर्नुहोस्, पछाडिको रियर स्प्रोकेट कति ठुलो छ क्या। यसले चाहिँ तपाईँको गाडीलाई चाहिँ टर्क दिनु मद्दत गर्छ। टर्क भनेको तपाईँको गाडीले चक्का कति घुमाउनु सक्छ भनेर हो। अनि तपाईँको गियर लिभर चाहिँ सिङ्गल दिएको छ, दुईवटा दिएको छैन, फोल्डेबल। कस्ट कटिङको लागि अब तपाईँ देख्न सक्नुहुन्छ एकदम नर्मल फुटपेक दिएको छ। यो भनेको चाहिँ सिएफ मोटोले पैसा जोगाएको, पैसा जोगाएर हामीलाई सस्तामा दिनु सक्छ यसले होइन। फुल टु एफआई भएर आउँछ, नो कार्बुरेटर, यो फोल्डेबल छ। तपाईँको यसमा डुअल डुअल लिफ्ट किट चाहिँ तपाईँले पाउनुहुन्न, डबल एसन चाहिँ पाउनुहुन्न, सिङ्गल साइड स्ट्यान्ड पाउनुहुन्छ।
र तपाईँलाई म सिट देखाउँछु, एकदम लचकदार सिट छ। इन्जिनको बारेमा म लास्ट भन्ने छु। दाम तपाईँलाई मैले 5.5 लाख भनिसकेँ, 5,50,000। तपाईँले यसमा चाहिँ 10 केजीसम्मको चाहिँ वजन राख्नु सक्नुहुन्छ। यो रियर क्यारियरमा चाहिँ होइन, क्यारियरमा चाहिँ तपाईँले सामान राख्नु सक्नुहुन्छ। सिट एकदम बबाल छ, त्यस्तो साह्रो छैन होइन, नर्मल छ तपाईँको। फेरि फराकिलो रहेछ सिट क्या। अब अरू डट बाइकहरू चाहिँ पातलो हुन्छ नि, यस्तो त पुरै छिरिजाने खालको, त्यो चाहिँ यस्तो चाहिँ छैन, एकदम फराकिलो छ। ढाप्पसँगले यसको थाइ ग्रिप पनि राम्रो छ। मेन ट्याङ्की हो है। तपाईँले यसमा चाहिँ E5 र E10 को तेल हाल्नु सक्नुहुन्छ। सरकारले चाहिँ E20 ल्याउने भन्दैछ नेपालमा। किन हो मैले आफै बुझिरहेको छैन, सरकारले E20 किन ल्याउनु पऱ्यो अहिले फोकटमा है। हाजर ल्याउँदैछ, कन्ट्रोलमा म आउँदैछु। अब सबभन्दा पहिले म तपाईँलाई डिस्प्ले देखाउने छु। इन्स्ट्रुमेन्ट क्लस्टर वेलकम गरिसक्यो। माथि ट्याकोमिटर RPM को लागि, किलोमिटर पर आवर, फ्युल इन्डिकेटर यसरी रहेको छ, ओडोमिटर, गियर इन्डिकेटर, ओडो यहाँ रहेको छ, ट्रिप मिटर र तपाईँको बत्तीले चाहिँ पाइलट ल्याम्प बलेको छ भनेर देखाइरहेको छ होइन। तपाईँ ABS को साइन रहेको छ र इन्जिन टेम्परेचरको साइन रहेको छ। अब म तपाईँलाई यसको ह्यान्डलको फिचर देखाउने छु। ह्यान्डल तपाईँले सिङ्गल पिस अग्लो डट ह्यान्डल पाउनुहुन्छ। अलिक अग्लो भएको भए अलिक रमाइलो हुन्थ्यो मेरो लागि चाहिँ। तपाईँले यहाँ चाहिँ हाई बिम लो बिमको कन्ट्रोल गर्नु पाउनुभयो। पास लाइट भयो है, अनि तपाईँको यहाँ अन भयो, इन्डिकेटर छ है, इन्डिकेटर। अनि तपाईँको यहाँबाट स्टार्ट इग्निसन की भयो। अनि यसमा अब म तपाईँलाई अगाडिबाट देखाउँछु। मेन इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँलाई USB चार्जिङ पाउनुहुन्छ होइन। USB चार्जिङ चाहिँ यहाँ रहेको छ। तपाईँले अब लङ टुरमा जानुभयो, जङ्गलतिर अब होइन, उठ्दै उफ्रिँदै बाइकमा जानुभयो, मोबाइल त चार्ज गर्नु पऱ्यो, त्यहाँ त बिजुली हुँदैन जङ्गलमा त। अब बाइकबाटै चार्ज गर्ने टक्कसँगले है। CF मोटोलाई थ्याङ्क यू भेरी मच CF मोटो। अब म तपाईँलाई इन्डिकेटर देखाउँदैछु। इन्डिकेटर एकदम क्रिस्टल क्लियर रहेको छ, चाइनिज LED को कुनै पनि टक्कर छैन है, एकदम क्रिस्टल क्लियर रहेको छ। अब मेन कुरा भनेको चाहिँ यसको मफलरको चाहिँ यो टुप्पीमा चाहिँ अब ग्रे फिनिस दिएको छ। चिप बाइकहरूको चाहिँ यो खुइलेर जान्छ क्या। आई होप CF मोटोको चाहिँ खुइलेर जाँदैन होला, यो जुन कलर रहेको छ। अनि तपाईँलाई लगेजहरू अड्काउनुको लागि चाहिँ यसरी हुकको ठाउँ पनि दिएको छ है। यो चाहिँ प्लास्टिक रहेको छ, यसको तल मेटल फ्रेम रहेको छ। अब तपाईँलाई म इन्जिनको कुरा सिधै यतापट्टि देखाउन गइरहेको छु। इन्जिनको बारेमा तपाईँलाई भन्ने छु यो साइडबाट हेराएर, र साथै हामी डिजाइन ल्याङ्ग्वेजको पनि कुरा गर्नेछौँ गाइज है। लगाइ त्यसमा चाहिँ तपाईँको 249 भनेको 249cc को चाहिँ इन्जिन रहेको छ होइन। 6 गियर, तपाईँले यसमा 6 गियर पाउनुहुन्छ। भनेको हाइवे क्रुजिङ पनि तपाईँले 250cc ले अब 6 गियर भनेको हाइवेमा तपाईँले 90+ को स्पिड स्टेबल पाउनुहुन्छ। तर त्यति स्पिडमा चाहिँ म नकुदाउन आग्रह गर्छु, किनकि यसको चाहिँ डट टायर नोबी टायर छ। नोबी टायरले चाहिँ हाइवेमा त्यो स्टेबिलिटी दिन सक्दैन। त्यही पनि कुनै टाइममा चाहिँ इमर्जेन्सीमा कुदाउनु भयो भने तपाईँलाई राम्रै सपोर्ट दिन्छ, धोका दिँदैन होइन। फुल टु FI EFI इन्जिन हो। तपाईँको यसको कम्प्रेसन रेसियो भनेको चाहिँ 11.3:1, 11.3:1 को चाहिँ यसको कम्प्रेसन रहेको छ होइन। अनि तपाईँको पिक पावर भनेको 24.2 bhp र यसको म्याक्सिमम टर्क भनेको चाहिँ मात्र 7000 RPM मा, 7500 RPM मा 22.5 न्युटन मिटरको चाहिँ तपाईँले यसमा टर्क पाउनुहुन्छ। अर्को राम्रो कुरा के भने चाहिँ तपाईँले यसमा चाहिँ डबल ओभरहेड क्यामशाफ्ट पाउनुहुन्छ कि DUS इन्जिन हो, जसको चाहिँ रिलायबिलिटी र पावर चाहिँ एकदम राम्रो हुन्छ। बोर इन्ट्री स्ट्रोक 72x61.2 रहेको छ, 72x61.2 mm को रहेको छ। A5 भएको र यसको चाहिँ अब तेल खाने चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ Euro 5+ को चाहिँ एमिसन नर्म्सको हो। भनेको एकदमै तेल चाहिँ सुँगेर कुद्ने बाइक हो होइन। सबैतिर अगाडि पछाडि तपाईँले सबैतिर LED नै LED पाउनुहुन्छ। र तपाईँ लड्नु भयो भने चाहिँ र तपाईँको साइड स्ट्यान्ड चाहिँ तल झरेको छ भने अटोमेटिकली इन्जिन चाहिँ आफै कट अफ हुन्छ है। तपाईँको यसमा चाहिँ स्टिल ट्युबको चाहिँ तपाईँले फ्रेम पाउनुहुन्छ। यसको जुन छ फ्रेम हुन्छ, जुन मोटरसाइकलको ढाँचा। अनि तपाईँको पछाडि चाहिँ सिङ्गल सस्पेन्सन भएको, पछाडिको पनि सिङ्गल सस्पेन्सनको ट्राभल एकदम रहेको छ। पछाडि तपाईँले 120/80 18 इन्च टायर, 18 इन्चको 120 लम्बाइ र यसको अर्को लम्बाइ, अर्को यसको विड्थको भनेको सेक्सन भनेको चाहिँ 120/80 18 इन्च टायर पाउनुभयो तपाईँले। यसको टायर प्रोफाइल चाहिँ यसमा चाहिँ स्लिपर क्लच रहेको छ। स्लिपर क्लचको विशेषता तपाईँलाई थाहा छँदै होला। तपाईँलाई गियर चेन्जिङमा चाहिँ एकदमै धेरै मद्दत गर्छ। यसले स्लिपर असिस्ट क्लच रहेको छ है, एकदमै स्मुथ। तपाईँलाई इन्जिनको त्यो जुन घ्यारघुर आवाज आउने हुन्छ त्यो चाहिँ यसमा त्यो प्रकारको चाहिँ समस्या रहँदैन। यसमा तपाईँले 3टा रङ पाउनुहुन्छ, सेतो, हरियो र खैरो है। यसको ग्राउन्ड क्लियरेन्स भनेको 245 mm। मैले तपाईँलाई भन्छु भनेको चाहिँ 245 mm भनेको तपाईँले आली कान्ला होइन, उकालो ओह्रालो जहाँ ढुङ्गा सुङ्गा कटाए पनि भयो। अनि तपाईँको यसको सिट हाइट भनेको चाहिँ 840 mm भनेको छ, तर त्यस्तो अग्लो पनि देखिँदैन है। यो मोटरसाइकल चाहिँ अब मैले तपाईँलाई अघि पनि भनिसकेँ, यदि तपाईँ चाहिँ डट बाइक किन्ने सोचमा हुनुहुन्छ भने चाहिँ तपाईँले अवश्य पनि यो CF मोटोको बाइक चाहिँ तपाईँले लिनै पर्छ क्या। किनकि यतिको दाममा 5.5 लाखमा यत्रो फिचर, 6 गियर, मोबाइल चार्जिङ जुन CF मोटोको भरोसा छ नि, त्यो चाहिँ तपाईँले अरू कुनै पनि मोटरसाइकलमा पाउनुहुन्न क्या।
6 लाख 8 लाख खर्च गरेर त्यसको त डबल पावर निकाल्छ यसले। त्यही भएर दिस इज द CF मोटो 250 डुअल। थ्याङ्क यू भेरी मच फर वाचिङ। अब म चाहिँ बाँकी रहेको CF मोटोको बाइकहरूको चाहिँ म तपाईँलाई भिडियो बनाउने छु। त्योभन्दा अगाडि चाहिँ म यहाँ हाम्रो सोरुमको इन्चार्जलाई चाहिँ एकचोटि बसेर देखाउनको लागि आग्रह गर्छु होइन। तपाईँहरूले सिट हाइटको तपाईँले त्यसरी अन्दाजा पाउन सक्नुहुन्छ अनि लिने कि अब कति हाइटसम्म चाहिँ लिँदा हुन्छ भनेर। गाइस अब चाहिँ हाम्रो 5'6" को हाम्रो निकेशजी हुनुहुन्छ होइन, उहाँको हाइट चाहिँ 5'6" छ। त्यही पनि अब उहाँले चाहिँ दुईवटा खुट्टाले यसरी टिपटो गरेर चाहिँ भेट्नुहुन्छ होइन। भन्नुको अर्थ चाहिँ 5'4" सम्मको मान्छेले मजाले यो बाइक चाहिँ कुदाउन सक्नुहुन्छ कन्फिडेन्सको साथ होइन त निकेशजी? मजाले अब उहाँसँग चाहिँ तपाईँले सम्पूर्ण एसेसरिज पनि पाउनुहुन्छ काठमाडौँमा। उहाँहरूले इटरीमा चाँडै नै सोरुम खोल्दै हुनुहुँदो रहेछ होइन। अब पूर्वको कस्टमरलाई चाहिँ CF मोटो किन्नको लागि काठमाडौँ धाइरहनु परेन। सो दिस वाज अल अबाउट दि 250 डुअल। थ्याङ्क यू भेरी मच।